WhatsApp. Itu bhai. बस Monis. बहिनी है मैले त हाई गर्छु ल यो सामानहरू ल कस्तो हुँदैछ त यो हेर्नु भाग भाग ल हेर्न यो जहिले बाजुली रेडी रहेछ त यार त्योबाट क्युट टोपी लाग्छ अनि आमामा यो यही होला मलाई के तैँले के हालेको छैनस् भने होइन मेरो कपडा अनि त्यो उस छ क्या त्यो कपडा यस्तो भारी सामानहरू छ क्या त्यो सो अब चाहिँ हाम्रो राइड सुरु भयो हामी चाहिँ सबै साथीहरू भेटघाट भएर यता माछा पोखरीमा भेटघाट भएको थियो अनि त्यसपछि चाहिँ यो बो अनि अब बाइक साइक पनि बनायो बाइकमा अलिक प्रब्लम हावा फुस्किरहेको रहेछ अनि बाइक साइक बनाएर अब हामी टार्केतिर जाँदैछौँ लेट्स बिगिन द राइड अब चाहिँ हामी यता धादिङबाट अलिकति माथि लबङ भन्ने ठाउँमा आइसकेको छौँ खाना खानको लागि यहाँबाट अझै एउटा किङतामफेदी भन्ने ठाउँ आउँछ अनि त्यहाँबाट दार्खा आउँछ दार्खादेखि घम्सा भन्ने ठाउँदेखि अझै माथि माथि जानुपर्ने हुन्छ हामी अनि अब बाटो चाहिँ अहिलेको भन्दा नि धेरै नै अफरोड हुनेवाला छ हिँडेर जान्थ्यौँ क्या यहाँदेखि होइन याद राख यहाँदेखि 4 दिन लागेको थियो हो यहाँदेखि 4 दिन हिँडेर 4 दिन हिँडेर 4 घर पुग्नु यहाँदेखि हिँडेर 4 दिन ठ्याक्कै होइन पहिला चाहिँ गाडी बनाउने बेलामा त्यो खोला छ नि यताबाट मुनि गएर त्यो खोलाको पछाडि हुँदै 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 उतापट्टि हुने हो क्या होइन अनि अहिले चाहिँ हेर न डाँडा त्यो पहिरो आएर पुरै उस भएको क्या अब यताबाट यहीँबाट हो त्यहीँबाट तल जाने उतै बाटोबाट जाने सिधै अहिले चाहिँ बाटो राम्रै बनाएको क्या त्यो ग्रेभल गरेर अलिअलि निर्गो नीचे मत जाओ गयो भने भन्यो गयो जस्तो छ झ्यापै निम्यो क्या अहिले म गर्छु एकछिन रात परेर चाहिँ आधी बजी हाम्रो 200 किङ भनेको थियो हामी चाहिँ बिच बाटोमा छौँ अनि हाम्रो बाइक चाहिँ 200 चाहिँ बिग्रियो अहिले कति बज्यो 6:30 7 बज्न लाग्यो होला हामी यति बेला चाहिँ बेडमा सुतिराख्नु पर्ने थियो तर यस्तो छ पारेर बाइक बिग्रेर बनाउँदै धन्न हामीसँग एउटा खतरा मान्छे छ च्याप्ने चिज भएन क्या हामीसँग यो ट्रकमा त्यतिखेर त बाइक बिग्रेर अब हामी बिच बाटोमा छौँ गइराख्ने माई गड वालिस तिमी अगाडि हेर हामी चाहिँ बाइक बिग्रेर पिपल लोड आइरहेछौँ रातिको यस्तै 8 बजी होला होइन 8 बजेको चाहिँ अब बाटो पनि अझ आधी बाटो बाँकी नै छ फोन आएको आइछ र
सो अहिले चाहिँ हामी बोराङ भन्ने ठाउँमा छौँ। अघि चाहिँ हामी खाना खाने ठाउँमा थियौँ, त्यहाँबाट निस्केर चाहिँ यता बोराङ भन्ने ठाउँमा आउँदा आउँदा राति पनि पर्यो अनि पानी पनि परिरहेछ अनि एकदम जाडो पनि छ। त्यही पानी पर्दा भएर चाहिँ अब हामी बोराङमै बस्छौँ। भोलि चाहिँ बिहानै सेरतुङ जाने प्लान छ। चलो चलते हे जहाँसम्म जान्छ होइन। अनि केटीहरू भएर चाहिँ है ग्यास सोध्न आउने रहेछ। हार्किरहेको छु म तमो बाटो खत्तम छ गाइस। आउँदाखेरि केयरफुल्ली भएर आउनु होला। मारिन्छ कि मरिन्छ। मान ज्ञान गुण सागर जयको किलास पोतो सागर। अहिले चाहिँ हामी बोरुङबाट सेरतुङ पुगिरहेछौँ। जस हामी चाहिँ भर्खरै गाउँ पुग्यौँ र हामी गाउँ पुग्दाखेरि चाहिँ पानी परेर बाटोहरू एकदम बिग्रेको थियो। अफ रोड भएको कारणले हामी चाहिँ बाइकहरू ल्याउन गाह्रो भयो, अप्ठ्यारो भयो र अहिले चाहिँ हामी सेरतुङ आइसकेका छौँ र सिकिस्तै अवस्थामा छु म। अनि चाहिँ पनि सिकिस्तै अवस्थामा छ। सबजना सिकिस्त भइसक्यो यहाँ। अब हाम्रो डे 2 आज हाम्रो यतै हुन्छ, यतै घुमिन्छ। अनि भोलि चाहिँ हेरौँ कहाँ गइन्छ डे 3 मा। यहाँसम्म आउँदै खत्रै भइसक्यो। कसैको ब्याग चुट्या छ, कसैको टाढ दुखेको छ। सुकेको नि खतरा हुँदैन नि। सुकेको पोलेर खानुपर्छ। सबै खानु तरकारी भूमिकाले फ्रेस टिपेर ल्याएर आज चाहिँ हाम्रो यहाँ तेस्रो दिन। हामी अहिले यहाँ गलगाको मुनि आएको छौँ। अनि हाम्रो आज के अरे एकजना साथी काठमाडौँ जाने भयो, किनकि उसको कामको कारणले, इम्पोर्टेन्ट कामको कारणले।
अलिकति दुखित छौँ हामी। अझै घुम्नु छ हामी यहाँ। अब उसको कामको कारणले ऊ जाँदैछ भने चाहिँ अब अर्को पालि घुमाउला नि होइन। अब उसलाई चाहिँ हामी बिदाई गर्दैछौँ। गाडी चाहिँ गाडीमा जानु लागेको छ हो। ल साथी राम्रोसँग जानु भनेर है। कस्तो लाग्यो त हाम्रो गाउँ? धेरै राम्रो लाग्यो मलाई। यहाँ जानु पनि मन छैन तर बाध्यता अनि कस्तो नराम्रो लागिरहेको छ साँच्ची हो। नजाऊ अब नजानु पनि स्थिति त्यस्तै छ नि बाउलाई भन्ने नि होइन। होइन बरु अरू कुरामा चाहिँ ल ओके गर्छु। राम्रोसँग जाऊ। अब गाडी पनि कुद्नु लागिसक्यो त्यहाँ दाइले प्याक गर्दै हुनुहुन्छ। आयो गयो भए जस्तै भयो क्या। हाम्रो केयरटेकर जाँदैछ। केयरटेकर त नहुन न कस्तो आमाको भिडिन्छ क्या। डोरेमन हाम्रो लागि डोरेमन थियो। ल जानकीलाई पनि एउटा मेसेज दिएर जाऊ। ए जानकी पनि छ। ढाट्नु सक्यो है जानकी। ओभर एक्टिङ कि दुकान 500 रुपियाँ काटो। ल केटा कहाँ ब्याग क्यामेरा ल बस्नु त चढ ढिलो भइसक्यो म गाडी चलाउनु पर्छ। बाई बाई जोली। पुगेपछि कल गरेर पनि भन्न पाइँदैन कि टावरै हुँदैन। ल ल ल ड्राइभर प्लिज बिस्तारी दार्जिलिङमा कन्फ्युज भयो भने चाहिँ मान्छेहरूलाई सोध ल भयो भने सायोनारा ल पिर्दिएर हामी चाहिँ होइन सेतुङ पुगेर अब नुहाएर घर गएर अब खानासाना खाएर आज के अरे कुन ठाउँ पो अरे निमा इज्याङतिर घुम्न जान्छौँ। अब केटाहरूलाई पनि घुमाउँछौँ। काठमाडौँबाट भर्खर आएको छ 2 जना। एकजना त अब फर्किहाल्यो। उसलाई पनि अब गएर देखाउँछौँ। अब हाम्रो इल्जाङतिरको भिडियोहरू अब तपाईँहरूलाई देखाउँछु। त्यही हो। अहिले हामी अब 5 मिनटमा माथि बुद्ध पार्क पुग्दैछौँ गाइज होइन। केटा कस्तो छ यिनै कस्तो छ त गाउँ ठाउँ हो हितु भाइ कस्तो लाग्यो त यहाँ? एकदमै गाह्रो छ यो भर्याङहरू चाहिँ लास्टै गाह्रो रहेछ। सोचेको थिएन मैले। अब हामी काठमाडौँको केटाहरूलाई अझै हामी च्याम्रातिर लाँदैछौँ यहाँबाट। लेट्स गो। एकदम नजिक छ। सो अहिले चाहिँ हामी तलबाट माथि आइसकेका छौँ। माथि भन्नाले हाम्रो बुद्ध पार्क आइसकेका छौँ। यो चाहिँ बुद्ध पार्क। त्यसपछि हामी रुबी भ्यालीको खर्सामा स्थित गुम्बा गई प्रार्थना गऱ्यौँ र साथीभाइहरू भेला भई हामी तामाङ नाच गरी आफ्नो घरतर्फ लाग्यौँ। हाम्रो सेर्तुङको यात्रा उकाली ओह्राली डाँडाकाँडा हिमाली भेग र रमाइला पलहरू समेट्दै रुबी भ्यालीलाई बिदा माग्दै हामी काठमाडौँतर्फ लाग्यौँ। छ तर पनि बाटो हेर्नुहोस् यो घलगाको बाटो। अब बालेन्जीलाई थाहा छैन होला हाम्रो घलगाको बाटो कस्तो छ भनेर होइन। अब यो गाउँहरू सबैले तपाईँ घन्टीमै भोट हालेको छ। सूर्यमा हाल्छु भन्दा पनि घन्टीमै हालेको छ। तारामा हाल्छु भन्दा पनि घन्टीमै हालेको छ। बालेन सरकारले अब यति हेरिदिनु पऱ्यो यहाँ अब होइन। यतिको उचाइमा अब ट्रेन हामीलाई बाटो चाहिँदैन ट्रेन भए पुग्छ।